नेपालमा बिक्री हुन लागेको हुन्डाई क्रेटा इभीको वास्तविक रेन्ज अटोकार इन्डियाले परीक्षण गरेको छ। मिडियाले प्रकाशित गरेको रिपोर्ट अनुसार लङ रेन्ज मोडल क्रेटाले सिंगल चार्जमा 426 किलोमिटरको रेन्ज दिएको छ। उसको रिपोर्टमा लेखिएको छ, मोडिफाइड इंडियन ड्राइभ साइकलका अनुसार लङ रेन्ज क्रेटा इभीले सिंगल चार्जमा 473 किलोमिटर रहे पनि शहरी क्षेत्र र हाइवेमा यसलाई चलाउँदा 426 किलोमिटर रेन्ज पाइएको हो। हुन्डाई क्रेटा इभीको लङ रेन्ज मोडलमा 51.4 किलोवाट आवरको ब्याट्री र 126 किलोवाट आवर पिक पावर भएको मोटर पाउन सकिन्छ। डिजाइन, फिचर, रेन्ज र पावरका आधारमा अब्बल देखिएको क्रेटा इभीको भारतमा लङ रेन्ज मोडल कुल मागको 75% रहेको छ। साथै मूल्यको आधारमा सस्तो रहेको सर्ट रेन्ज मोडलले 320 देखि 350 किलोमिटरसम्म रेन्ज पाउन सकिने अटोकारले भनेको छ। उसले सर्ट रेन्ज मोडल भने परीक्षण नगरेको जनाएको छ। MIDC का अनुसार सर्ट रेन्ज मोडलमा रहेको 42 किलोवाट आवर क्षमताको MMC ब्याट्रीले 390 किलोमिटर रेन्ज दिनेछ। सर्ट रेन्ज मोडलसँग 100 किलोवाट पिक आवर भएको मोटर रहनेछ।